नमस्कार, यहाँलाई स्वागत छ हाम्रो क्रिकेट नेप युट्युब च्यानलमा। आज पनि हामी नेपाली क्रिकेटको एउटा ऐतिहासिक क्षण लिएर आएका छौँ। नेपालले फेरि अर्को गर्विलो सफलता हासिल गर्दै आइसिसी मेन्स टी20 वर्ल्ड कपको एसिया एन्ड इस्ट एसिया पेसिफिक क्वालिफायरको उपाधि जितेको छ। नेपालले यो उपाधि अपराजित रहँदै हात पारेको हो। अन्तिम खेलमा नेपालले सामोआलाई 124 रनको फराकिलो अन्तरले हराउँदै शानदार जित दर्ता गर्यो। नेपालले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 210 रनको विशाल योगफल बनायो। नेपालका तर्फबाट आसिफ शेख र दिपेन्द्र सिंह ऐलीले धुवाँधार ब्याटिङ गर्दै अर्धशतक पार गरे भने रोहित कुमार पौडेलले पनि उत्कृष्ट साथ दिए। त्यसपछि अन्त्यमा लोकेश बमको दमदार इनिङले नेपालको स्कोर 200 रन नाग्यो। जवाफमा सामोआको सुरुवात नै कमजोर रह्यो। नेपालका बलरहरूले सुरुवाती ओभरदेखि नै दबाव सिर्जना गरे। सन्दीप लामिछाने, ललित राजवंशी र करण केसीले उत्कृष्ट बोलिङ गर्दै सामोआलाई 20 ओभरमा जम्मा 87 रनमा समेटे। यस जितसँगै नेपालले उपाधि मात्र जितेको छैन, आगामी आइसिसी मेन्स टी20 वर्ल्ड कपको लागि आफ्नो तयारी झन् मजबुत बनाएको छ। यस जितले फेरि एकपटक पुष्टि गरेको छ नेपालको क्रिकेट अहिले कुन उचाइमा छ र भविष्य कस्तो छ। अन्त्यमा यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला भन्दै अर्को भिडियोमा रोचक जानकारीका साथमा भेट्ने बाचाका साथमा जय नेपाल क्रिकेट। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड।